ध्रुवेको बर्थडेमा हाम्रो तारा बहिनी आउनुभएको थियो अनि उहाँले पनि ध्रुवेलाई आशीर्वाद दिनुभयो अनि गालामा रङ लगाएर अनि एकदम त्यसपछि हाम्रो बुट्टी दिदी पनि आउनुभएको थियो अनि छिमेकीहरू धेरैजना आउनुभएको थियो बर्थडेमा अनि त्यस पछाडि उहाँ छिमेकी सबैजना उपस्थित हुनुभएको थियो सबै हाँस्ने अनि रमाइलो गर्ने ध्रुवेको बर्थडे एकदम स्पेसलसँग मनाइएको थियो गाइज होइन अनि त्यसपछि यतातिर बच्चाहरू पनि उफ्रिने अनि लगायत टिको लगाउने धेरै रमाइलो भइरहेको थियो ध्रुवेको बाबाहरूले उतातिर हेर्दै हुनुहुन्छ ध्रुवेको बाबा फुपू अनि फजु लगायत ध्रुवेको मम्मीहरू अनि मम्मीले त केक दिइरहनु भएको थियो सबैजनालाई अनि केक होइन केक पनि गाइस धेरै ठुलो केक थियो अनि केकलाई देख्न सक्नुहुन्छ धेरै सानो भइसकेको छ डबल फ्ल्याटको केक थियो अनि ध्रुवेको बाबा मम्मी एकदम ह्याप्पी हुनुभएको थियो ध्रुवे पनि ह्याप्पी अनि रङले पुरा लतबदिएर पुरा चिनिने भएको थियो अनि बय आएर पनि फेरि ध्रुवेसँग फोटो खिचाउन थाल्नुभयो अनि त्यसपछि फेरि धेरैजना उपस्थित हुनुभएको थियो फेरि A to Z लाइनमा अनि ध्रुवेलाई गिफ्ट पनि आएको थियो गिफ्ट धेरै गिफ्ट के आयो भन्ने कुरा अब त्यसमा अब गिफ्ट चाहिँ धेरै आएको थियो अब त्यसमा देखाउनु भएन कसैले अनि ध्रुवेको लास्ट अन्तिम खानाको समय आयो खानामा के थियो त ध्रुवेको खानामा देख्न सक्नुहुन्छ गाइज अनि हामी चाहिँ अचार मासु भात अनि दाल अनि धेरै त्यो खुसियाली बनाएको थियो अनि त्यस पछाडि हामी सबैजना उपस्थित भयो अनि भित्रतिर यतातिर खाँदै हुनुहुन्थ्यो कतिपयले अनि लगायत अरू के थियो त अनि खानासँग के थियो भन्ने कुरो तपाईँले देख्न सक्नुहुन्छ खानासँग अनि स्प्राइटहरू अनि चिसो कोकहरू अनि चटनीहरू धेरै कुराहरू राखेको थियो अनि एकदम स्पेसलसँग मनाइयो अनि यतातिर तारा बहिनीले चाहिँ मासु हाल्दै हुनुहुन्थ्यो अनि यतातिर फेरि अर्को त्यहाँ छिमेकीले फेरि भात हाल्दै हुनुहुन्थ्यो यतातिर फेरि ध्रुवेको मम्मीले चाहिँ हाय भन्नुहुन्छ अनि त्यस पछाडि फेरि यता कसैले पानी दिँदै हुनुहुन्थ्यो बच्चाहरू खाँदै थिए अनि एकदम रमाइलो भइरहेको थियो धेरैजना उपस्थित हुनुभएको थियो अनि सबजना अनि उपस्थित भएर सो ह्याप्पी भएर अनि खाँदै बस्दै अनि जुसहरू चिसोहरू खाँदै हुनुहुन्थ्यो अनि त्यसपछि फेरि ध्रुवेको मम्मीले चाहिँ चटनी दिँदै हुनुहुन्थ्यो अनि तारा बहिनीले मासु अनि यतातिर फेरि ध्रुवेको फुपूले अनि थालमा भात लगेर धेरैजनालाई बाँड्दै हुनुहुन्थ्यो अनि यतातिर गोमा अनि त्यस पछाडि धेरै हुनुहुन्थ्यो उपस्थित ध्रुवेको बाबा पनि परतिर अनि धेरैजना उपस्थित हुँदै देख्न सक्नुहुन्छ गाइज हाम्रो ध्रुवेको बर्थडेमा यसरी रमाइलो तरिकासँग मनाइयो र यसरी खाँदै हुनुहुन्थ्यो सबैजना बच्चाहरू बस्नुभएको थियो अनि धेरैजना बच्चा ठुला सब बसेर चाहिँ रमाइलो तरिकासँग खानासाना खाइयो अनि त्यस पछाडि रमाइलो गरियो देख्न सक्नुहुन्छ गाइज होइन अब भिडियो चाहिँ यही हो ध्रुवेको बर्थडेको भिडियो ध्रुवे त फेरि कसरी मेरो बर्थडेमा सबैलाई खानासाना सबै नमस्कार गर्दै हाई भन्दै सबैलाई बाई बाई टाटा गर्दै अनि खुसियाली मनाउँदै अनि ध्रुवेको फुपूले चाहिँ कोलाई पुगेको छैन खाना भनेर यसरी अनि मार्दै हुनुहुन्छ अनि देख्न सक्नुहुन्छ है सबैजनाले सो ह्याप्पी भएर अनि ध्रुवेको बर्थडे मनाइयो अनि ध्रुवेको बर्थडे एकदम स्पेसल तरिकासँग होइन खाना लगायत धेरै कुराहरू धेरैजना आउनुभयो अनि हाई भन्नुहुन्छ ध्रुवेको दिदी अनि फुपू लगायत यतातिर मम्मी अनि धेरै गाइज होइन अनि खाना पनि कस्तो मजासँग खाइरहनु भएको छ सबैजना अनि ह्याप्पी भएर ल सबैजना यति नै हो ध्रुवेको बर्थडे यसरी मनाइयो अग्लो साल राम्रो तरिकासँग मनाउँला धन्यवाद।